चाहिँ कामबाट निस्के बिहानको 6-7 बज्यो। नेपाल त त्यही 4 बजे होला रातिको बिहानको। यो दुईटा चाहिँ एलपी ग्यास प्रत्येक दिन आउँछ यार, यत्रो यो दुईटा ग्यास प्रत्येक दिन आउँछ। कति भ्याइन्छ हौ ग्यास चाहिँ, ग्यास राख्ने भाडा हो। यो चाहिँ मैले काम गर्ने खाइछ्या हो होइन, चाहिँ मैले काम गर्ने खाइछ्या हो। अब म चाहिँ निस्केँ, अब कामबाट निस्केँ। हिजो आएको यो हप्ता 4 दिन छ, कति आज लाग्छ। म चाहिँ आज अलि एक्साइटेड छु। हिजो म्यासेज आएको छ होइन, भिजा आयो अरे। भिजा आउन 45 दिन 36 दिन जति लाग्यो हो। यो चाहिँ सबै गोमी हो, यो हामीले फाल्ने गोमी, बिहान हामीले फाल्छौँ बाहिर। अनि यो चाहिँ फेरि पुनः युज हुन्छ। यो चाहिँ नोइमोनो बनाउन लैजान्छ अरे, रक्सी बनाउन सब लैजान्छ। आज चाहिँ जापानको मौसम अब 2-3 तारिकबाट हिउँ पानी परेको परे, जाडोमा चिसो थियो। अब आजबाट चाहिँ आज घाम लाग्ला जस्तो गरिरहेछ। चाहिँ गएर टक्क नुहाउनु पऱ्यो अनि त्यसपछि खाजा साजा खान पऱ्यो हो। मैयाहरू गाडीमा आउँछन् अफिस, ट्याक्क पारेर जानु पऱ्यो, खाजा साजा खानु पऱ्यो, नुहाउनु पऱ्यो। अनि त्यसपछि चाहिँ भिजा लिन जानु पऱ्यो। तर कति दिनको आएको छ भिजा थाहा छैन। अब भिडियो हेर्दै जाऊँ। ओस्करीसम्म हाम्रो गाड हाम्रो खाइसकेको जान्छु, नुहाउन पऱ्यो। थुप्रो आज 2-3 दिन भइसक्यो ननुहाएको पनि। आज नुहाएर टक्क रेडी भएर गइन्छ, ट्याक्क लाएर भिजा ल्याएर आइन्छ। भिडियो हेर्दै गरौँ। अरू के छ त मेरो दाजुभाइहरू, आफ्टर लङ टाइम, धेरै लामो समयपछि अहिले हाम्रो हाकिमहरू होला। यो चाहिँ ओस्करीसम्म के नि भन्दैन घोप्रेहरू। यो चाहिँ हाम्रो खाइसकेको गाडी होला, यो सामान लिएर जाने होला। र प्राइभेट खाइसक्यो हो, खाइसक्यो त हत्रा छ कि फेरि, कति ठुल्ठुलो हुन्छ कि होइन। ओहो, त्यहीँभित्रै चुड खाइदिरह। यत्रो ट्रक लेडिजले चलाउने हो। अब लेडिज ड्राइभर हो, केही पनि सिङ्गल छ, खलासी सलासी केही पनि छैन कि। आनन्द हान्दिरह भित्रै चुरोट। यहाँ त फेरि हो नि त चुरोट, रक्सी त लो क्या। यहाँ त आनन्द हो, जति खाए नि भयो। तर बाहिर खानालाई चाहिँ लिमिट ठाउँहरू चाहिँ बनाएको हुन्छ, जतापाइ त्यति खान चाहिँ मिल्दैन होइन। त्यही हो। अनि तर गाडीमा चाहिँ खाइदिन्छन् कि फेरि, गाडी ड्राइभरहरू भित्रै बसेर क्या आनन्दै। अब फेरि यहाँ त त्यो युज गर्छ नि त, त्यो धुलोसुलो उस गर्ने त्यो डब्बामा खान्छन् ड्याङ। ओहो, ट्रेन आइसक्यो यार। ओके, ऊ बत्ती बलिरहेछ, दौडे भाइ दौडे। त्यस्तो जेब्रा क्रसमा यस्तो हरियो बत्ती बल्यो भने बाटो काट चाहिँ बनाउन पाइनँ। आएपछि नुहाएर 3 जोड जुत्ता थियो, घाम लागेपछि धुन्छु भन्दा त्यस्तै भएको थियो। 3 जोड जुत्ता धुइयो। अनि त्यसपछि चाहिँ नुहाएर सकाएँ। ओहो, के हो, नुहाउँदा त ह्यान्डसमै देखिँदो रहेछ हौ। अनि त्यसपछि आएर चाहिँ यो खाजा बनाएँ। अब यो यहाँ चाहिँ तल चाहिँ चाउचाउ छ, यो माथि अन्डा, अनि त्यसपछि यो चाहिँ के फ्राई गरेर राखेको चिकन। अनि यो खाना पर्यो। अनि त्यसपछि खाइसकेपछि 1 घन्टा जति सुतौँ भनेको, 2 घन्टा जति सुतेर जान्छु भनेको भिजा लिन। फेरि निन्द्रै लागेन होइन। अब त्यही पनि अब अलि भिजा कति वर्षको आएकै छैन कि होइन। अब तपाईँको कहिलेकाहीँ त 2 वर्षको भिजा भनेको 6-6 महिना गरेर दिँदो रहेछ कि। त्यस्तो भयो भने चाहिँ एकदम रिस्क हुन्छ अरे होइन। अब कतिको आयो थाहा छैन। आज चाहिँ न्युखानमा आइज भनेको थिएँ, हिजो आइज भनेको थिएँ। हिजो चाहिँ म गएन, हिजो सुत्यो, कामबाट आएपछि थका लाग्थ्यो, सुतेँ। अनि भोलि जान्छु भनेर। अनि त्यसपछि चाहिँ अलि अबेर आएको थियो म्यासेज। अनि त्यसपछि गएन। अब खाजासाजा खाएर
म जान्छु। त्यसपछि भिजा कस्तो आयो के आयो त्यसको बारेमा फेरि तपाईँलाई जानकारी दिन्छु। अब मिल्यो भने म बाटैमा भिडियो बनाउँछु, यदि मिलेन भने म फेरि रुममा आएर भिडियो बनाउँछु। लास्टसम्म हेर्दै जानु होला। ओके, मलाई चाहिँ भोक लागिसकेको छ। अब नाइट काम गरेको रातभरि, म चाहिँ खातुर हुन्छ नि त मान्छेलाई। अब भिजा कति सालको आउँछ, अब नआउनु आइसकेपछि त जति सक्दो लामो भिजा आइदियो हुन्थ्यो, धेरै समयको भिजा आइदियो हुन्थ्यो भन्ने हुन्छ नि त। अनि ठ्याक्क अनि गएपछि त मलाई यो देखाइदिनु भयो कि यो देख्नु भयो नि होइन। अनि यो भिजा मेरो 15 महिनाको भिजा थियो। यहाँ पाल परेको यहाँनिर देख्नु त, यो पाल परेको भिजा छ। भिजा पाल परेको देखाइदिनु भयो। अनि सुइसी फर्केर जानुभयो नि। ल दिमाग खराब के भयो भन्ने भयो नि त। दिमाग खराब, डर लागिरहेछ होइन। किन भन्दा अब त्यही हो, नेपालीहरू यहाँ भइन्छ एउटा कामले खाना लाउन केही पनि पुग्दैन नि त। खाना बस्ने यताउता ठिक्क हुन्छ, दुईवटा काम त जो कोहीले पनि गरिन्छ। अब फेरि मेरो के थियो भने फेरि म टोकियोमै छु, तर टोकियोमा पनि अलि लास्टै के अलि यहाँ चाहिँ मेरो म बस्ने ठाउँ वरिपरि कोही पनि छैन। नेपालीहरू एकदम कम छ के, एकदम कम छ, नेपालीहरू कम छ। अब भएपछि के हुन्छ भने अब यहाँबाट कहिलेकाहीँ अब नेपाल पैसा पठाउनु पर्यो भने पनि अब त्यही हो, नेपालीहरूलाई 2 पैसाको अब यदि दुःख गरी कमाएको हुन्छ होइन, 2 पैसा कसरी धेरै होस् भन्ने नै हुन्छ होइन। अनि हुन्डी गरेर पैसा पठाउँछ नि त। हुन्डी गर्दा अब मैले त के भन्छु भने अब दुःख सुख जे जसो त्यही हो होइन। कर सबैले तिर्न पर्छ, राष्ट्रलाई कसैले ठग्न हुन्न भन्ने मेरो धारणा हो होइन। अब मैले चाहिँ के गरेँ भने मैले चाहिँ लगभग 1 चोटि 2 चोटि मैले पठाएन होला सायद मैले हुन्डीबाट होइन। मसँग चाहिँ यस्तो छ के अरे सिटी एक्सप्रेसको कार्ड छ, अर्को चाहिँ मेरो केउदाई भन्ने कार्ड छ। यो 2टा कार्डबाट मैले चाहिँ आफ्नै अकाउन्टबाट चाहिँ कहिलेकाहीँ थोरै धेरै होइन, अब कहिले 50,000 20,000 30,000 40,000 मैले आफ्नै एकाउन्टबाट पठाइरहेको छु कि नेपाल होइन। अनि त्यसपछि मैले यहाँ चाहिँ गएको फिस मेरो चाहिँ सुरुमै के सिओ नबन्नाले चाहिँ मैले मेरो सुरु गएको फी पनि मैले के अरे यहीँ जापानबाटै तिरेँ होइन। सेकेन्डमा गएको फी तिर्ने पैसा पनि मैले यहीँबाट तिरेँ। अनि मैले अब म सेनमन जाँदैछु, मेरो सेनमनको पैसा पनि मैले यहीँबाट तिरेँ। मैले सबै मेरो यहीँकै एकाउन्टबाट पैसा तिरेको छु नि त। अनि जब मैले भिजा एप्लाई गरेँ, मलाई भिजा एप्लाई गरेदेखि मलाई के डर थियो भने अब फेरि अहिले एकदम किबिसी भइरहेछ। किबिसी मतलब जापानमा एकदम कडा भइरहेछ नि त। यसले गर्दा चाहिँ एकदम मलाई डर लागिरहेको थियो कि भिजा आउँछ आउँदैन के गर्छ भन्ने कुरा। एकदम आज चाहिँ लगभग तपाईँको ठ्याक्कै 30-32 दिन भयो मान्छेको भिजा आउन चाहिँ। त्यही 40-45 दिन 42 दिन लाग्छ होइन। कम्तीमा पनि 40 दिनभन्दा बढी नै लाग्छ कि। अब मेरो लगभग हामी रुम पार्टनर हामी यो गएकोमा चाहिँ हामी 2 जना भाइ 1 जना भाइ र अनि म एक्लै छु होइन, नेपाली भनेको। अनि हाम्रो चाहिँ के छ भने हामी 2 जना मात्रै छौँ। अनि हामीलाई चाहिँ गएकोले के भनेको थियो भने 4 महिनाको भिजा नलिई त चाहिँ एकैचोटि 2 वर्षको तिमीहरू चाहिँ 2 वर्षको भिजा लैजा, सेनमनले दिन्छ भनेर भनिरहेको थियो। हामीले त्यही एप्लाई गरिरहेको थियो। अब 30-32 दिनमा आउन चाहिँ भिजा के आयो भन्दा भिजा आउँदा यसरी पल परेर आयो। अब तपाईँको के हुन्छ भने अब काम तपाईँले जतिवटा काम गर्नुहोस् त्यसले केही म्याटर गर्दैन, त्यसले एकदम भिजालाई कुनै पनि प्रब्लम गर्दैन। तर कुनै पनि काम गर्नुहोस्, जतिवटा 1 2 3 चुच्चोमा काम गर्नुहोस्, 4वटा चुच्चोमा काम गर्नुहोस्, तर 28 घन्टा नघटाइकन कुनै पनि काम गर्नुभयो भने कुनै पनि काम 28 घन्टा नघटाइकन गर्नुभयो भने तपाईँको भिजा आउँछ, मजाले आउँदो रहेछ भन्ने चाहिँ मलाई लाग्यो कि। किन भन्दा मेरो यसरी आयो है, यसरी चाहिँ यो चाहिँ मेरो भिजा सकिएको हो वास्तवमा होइन। मेरो चाहिँ यो भिजा सकिएको हो, यो पाल पर्यो। अब नेपालमा हाम्रो चाहिँ के हुन्छ भने कुनै गल्ती गर्यो भने लाइसेन्समा पाल पर्छ नि त। अब मेरो यसमा चाहिँ पाल पर्यो हेर्न त, ट्याक्क ढ्वाङ्ग पाल पारेर पठाइदियो। मतलब यो आएपछि त ल दिमाग खराब भयो अनि म त नेपाल फर्किने भयो जस्तो भयो कि। एकदम लास्टै डर थियो। अनि त्यसपछि आएपछि अनि हाँस्दै आउनुभयो। अनि हाँस्दै आएर चाहिँ मलाई चाहिँ यस्तो थमाइदिनु भयो होइन। अब मेरो भिजा चाहिँ म तपाईँलाई चाहिँ अब मैले देखाइरहेको छु होइन। म भन्छु तपाईँको अझै क्लियर देखेँ नै के हो होइन। अब मेरो भिजा चाहिँ कहिलेको आयो भने तपाईँको चाहिँ मेरो भिजा चाहिँ त्यही हो, तपाईँको
मैले चाहिँ एप्लाई गरेको 1 महिना 30 भनेपछि 27 5 महिना 6 तारिकसम्मको मेरो भिजा आएको छ होइन। मेरो फाइनली मेरो एक्जाम चाहिँ के अरे 2 वर्ष 5 महिनाको मेरो भिजा आएको छ होइन। अब चाहिँ म अब यहाँबाट जाने सेनमन चाहिँ मेरो 2 वर्ष पुरा कम्प्लिट गर्न पर्छ। त्यसपछि मैले खाइसकेर मैले साइन भएर काम गर्न पाउँछ नि त। अनि त्यसपछि चाहिँ यो भिजा आयो होइन। अब यसरी भिजा आइसक्यो मेरो। अब फाइनल्ली अब मलाई जापान सरकारले चाहिँ दिइसक्यो 2 वर्ष 5 महिनासम्म तैँले मजाले जापानमा बस्न पाउँछस् भन्ने अधिकार दिइसक्यो होइन। एकदम अब खुसी त के भन्ने होइन, लास्टै खुसी छु है। अब मैले बुढीलाई पनि अब घरतिर फ्यामिली परिवारलाई पनि सबैलाई मैले फोन गरेँ होइन, कुरा गरेँ। मैले सोचिरहेको थिएँ अब यस्तरी आउँछ होला कि यो पनि चेन्ज हुन्छ होला भन्ने सोचिरहेको थिएँ। यो चाहिँ मेरो आउँदाको भिजा हो होइन, यो चाहिँ मेरो नेपालबाट आउँदाको भिजा हो। आउँदाखेरि चाहिँ अब यसको चाहिँ यहाँ चाहिँ के हुने रहेछ भने अब थप्ने भिजाहरू चाहिँ यस्तो टिकट मात्रै हुँदो रहेछ क्या। यो टिकटमा अलिक क्लियरली देखिएन होइन। यसमा चाहिँ 27 यहाँनिर लेखेको छ 2027 5 महिना 6 तारिकसम्म भनेर लेखेको छ होइन। अब फाइनल्ली अब यसो केही पनि काम छैन। अब यो चाहिँ एकैचोटि भिजा थप्दाखेरि चाहिने हो। अब मलाई चाहिने भनेको यो हो होइन, यो हो। अब मैले चाहिँ तपाईँलाई अब के भन्छु भने तपाईँले जापानमा हुनुहुन्छ, कुनै पनि काम गर्दै हुनुहुन्छ अथवा तपाईँलाई केही काम गर्दै हुनुहुन्छ अथवा अब हामी नेपाली हो, हामी चाहिँ मेन भनेको हामी जापान नेपालबाट जापान आउँछौँ होइन। आइसकेपछि हामीलाई यहाँको रहनसहन हामी जुन एक्सपेक्ट गरेर नेपालबाट जापान आउँछौँ त्यो एक्सपेक्ट हामी यहाँ पाउँदैनौँ। त्यो कुनै पनि कुराले हामीलाई मिट गर्दैन। अब हामीलाई चाहिँ एउटै काम गरेर यहाँ बस्न खान मात्र ठिक्क हुन्छ होइन। अब बाँकी चाहिँ अब के गर्ने त, नेपालबाट 17-18 लाख रुपियाँ ऋण लगाएर आउँछौँ हामी होइन। त्यो ऋण लगाएर आएको पैसा त कसरी तिर्ने त। अब 2टा काम 3टा काम आफूले जति सकिन्छ त्यति काम त गर्न पर्यो होइन। त्यो काम गर्दाखेरिमा कुनै पनि तपाईँले काम गर्दाखेरिमा कामले प्रभाव पार्दैन। किनभने किन प्रभाव पार्दैन भने कुनै पनि काम गर्नुहोस् तर 28 घन्टा नकटाइकन काम गर्नुहोस्। जुनै पनि काम गर्दा तपाईँको भिजा आउन सक्छ, मजाले आउँछ। र अर्को चाहिँ तपाईँको भिजा आउन नसक्ने, तपाईँ खाएको नियममा पर्न सक्ने, तपाईँ चाहिँ तपाईँलाई जापान एम्बेसीले भिजा नदिन सक्ने कारण के हुनसक्छ मेरो बुझाइमा। अब त मेरो भिजा आयो नि त। मैले नेपालबाट आइसकेपछि तपाईँको मेरो मैले कुनै पनि के मैले अहिलेसम्म गएको अहिले सेनमनसम्म मैले गएकोमा 3.5 लाख 4 लाख रुपियाँ तिरेँ। अनि यता सेनमनमा मैले 7 लाख रुपियाँ तिरेँ। मैले सबै यहीँबाट तिरेको हो कि, किन भन्दा मेरो यहीँकै एकाउन्टबाट तिरेको हो होइन। तर पनि मेरो 2 वर्षको भिजा मैले पाएँ। किन भन्दा अब तपाईँले चाहिँ यहाँको रुल्सहरू एकदम फलो गर्न पर्यो। जापान सरकारको जापानमा लागू हुने हरेक रुल्सहरू हुन्छ नि, त्यो रुल्सहरू तपाईँले चाहिँ एकदम मामोर गर्नुपर्छ। त्यो रुल्सहरू एकदम फलो गर्नुपर्छ भने तपाईँलाई चाहिँ जापान सरकारले मजाले भिजा दिन सक्छ। जस्तो त्यो कुराहरूमा के हुनसक्छ भने रोमको भाडाहरू तपाईँले समयमै तिर्नुहोस्। अनि मोबाइलको बिलहरू आउँछ, यो बिलहरू मजाले समयमै तिर्नुहोस्। अनि त्यसपछि ग्यासको बिलहरू अनि होकेन बिल, तपाईँको यो स्वास्थ्य बिमा बिलहरू आउँछ। यो प्रत्येक बिलहरू जति पनि आउने तपाईँलाई आउने बिलहरू छ त्यो बिलहरू चाहिँ समयमा र सही तरिकाले मजाले तिर्नुहोस्। तपाईँलाई जापान सरकारले मजाले भिजा दिन्छ होइन। अब कुरा चाहिँ सिकेको कुरा सिकाउने छु, आफूलाई परेको कुरा सिकाउने छु। यसको लागि तपाईँले चाहिँ भिडियोलाई अन्तिमसम्म माया गरिदिनु होला, लाइक गरिदिनु होला। टिकटकमा मेरो सेम नाम छ, युट्युबमा पनि सेम नाम छ। सबै भिडियोहरूलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला। ओके, आजलाई चाहिँ यो भिडियो यहीँ अन्तिम गर्न चाहन्छु। म चाहिँ एकदम खुसी छु, मेरो भिजा आयो होइन। मैले चाहिँ 2 वर्षको भिजा पाएँ। म चाहिँ अब मजाले निन्द्रा लाग्छ, मजाले सुत्छु। मलाई चाहिँ एकदम गाह्रो भएको थियो यो 2 वर्षको भिजा आउँछ कि 6 महिनाको भिजा आउँछ कि भन्ने कुरामा मलाई एकदम डर थियो होइन। मलाई मेरो चाहिँ यो कुरा पार भएको छ। म चाहिँ अब चाहिँ मजाले सुत्छु। मेरो बेलुका नाइट ड्युटी छ। ओके, लेट्स गो, बाई बाई।